चाहिँ के हो भने खरले छाएको छ क्या तिनले भएर सस यस्तो फेरि गाह्रो लाग्छ। म पनि फर्स्ट बाइट हान्छु। बाबा यो माल खाइछु नि के हुन्छ कमाल फेरि यो माल खाइ नि कमाल हुन्छ। हेलो एन्ड नमस्ते एभ्रिवान, इट्स मी एज ब्लग फ्रम तानसिल पाल्पा। आइएफ सबैजना सन्चै हुनुहुन्छ होला। म पनि अब आइसकेको छु नयाँ ब्लग लिएर। सबैलाई नमस्कार गरेछु। आज चाहिँ हामी कतिजना लाग्यो हाम्रो मैले ब्लग गर्ने आउने यार के हो। आज चाहिँ हामी रात भाल जानु लाग्यो गइसन। म चाहिँ हाम्रो यता बस्छ नि यता कालो हुन्छ दया मेरो ब्लगमा वेलकम छ यार। अब चाहिँ यहाँ बसेर जानुपर्छ यहाँ। अरू केही भन न मिठो मिठो पन्च लाइनहरू। अब धेरै पछि भ्लग आयो के नि कस्तो हुन्छ हेरिदिनु होला न। हेरिदिनु होला पानी पर्यो जस्तो भ्युज त आउनु होला। अब कन्टिन्यू गर्नु पऱ्यो भनेको यतिखेर ब्लग के झ्याउै लाग्छ हो गाइस कन्टिन्यू गर्नु पनि। अब यसलाई मैले एउटा नयाँ चिज देखाउँछु। यहाँ मेरो हेर्नु यहाँ हेर्नु यहाँ एजी ब्लग यो स्कुटी लिएको फेरि हाम्रो सिलो रुटमा आइसकेको छु। चाहिँ हामी अहिले ओम पार्कमा छौँ कि ओम पार्कबाट हामी सिधै रातोभाल जान्छौँ। फोटो खिच्दै बाटोमा यस्तो राम्रो भ्यूहरू देख्यो भने त्यही हो। यस्तो गरिब छ यहाँको चाहिँ बवाल छ। चाहिँ मिठो हावा चल्दैछ सर। कपाल उडेर पनि देख्न सक्नुहुन्छ। कस्तो हावा चलेर होला। यस्तो यहाँ फोटोसोटो खिच्छ। मैले त्यसपछि रातो भारी गरेर भेट्छौँ ल। सो गाइस हामी कटेज आइसक्यो। रातोभाले कटेज आइसक्यो भने गाइस यहाँको चाहिँ कस्तो छ यहाँ हेर्नु है ल भिडियो। त्योभन्दा अगाडि चाहिँ मेनु हेर्नु है। यहाँ ट्याक्क आउँदा चाहिँ तपाईँहरूलाई सजिलो हुन्छ गाइजहरू स्क्रिनसट गरेर यहाँ त्यही हो ल। अब चाहिँ भिडियो हेर्नु ल। यहाँको युनिक कुरा चाहिँ के हो भने खरले छाएको छ क्या तिनले भर्दा कस्तो हुन्थ्यो। खरले छाएको थियो शीतल पनि छ गाइजहरू होइन। के भनिदेऊ न यार तिमी बोलेकै छैन मेरो ब्लगमा। आज बोल्ने मुड छैन यार। किन हो? ए त्यस्तै लाग्यो मलाई। यताको बाहिरको सिन चाहिँ यस्तो छ। घरहरू छ। अझ हामीले खाने भनेको यहाँ मोचा होइन। अनि त्यसपछि विङ्स खाने हो होइन। त्यसपछि पुग्यो भने पिज्जा पनि खाने हो। त्यही गाइस ल। अब चाहिँ हेरौँ कस्तो भइरहेछ भिडियो म हेर्छु काटेर। हाम्रो चाहिँ चिकन ललिपप आइसकेको छ। अब हाम्रो चाहिँ अरू आउन बाँकी छ गाइस। यो चाहिँ हामीले खाँदैको छौँ किन स्ट्यान्डमा राखेर गर्ने र स्ट्यान्डमा राख्छ म ट्याक्क। हामीसँग मालिङ्गा पनि आइसक्नु भयो। अब योरको स्टाइलमा खान्छ मालिङ्गाले। त्यस्तरी हाल्छ नि बलिङ त्यस्तरी खान्छ अब साँच्चै यस्तो अलिक यस्तो खाना अप्ठ्यारो हुन्छ क्या ल। जम्बो हान्छु सस
यस्तो फेरि गाह्रो लाग्छ कि मलाई खै सक्ने यसरी तार्नु म त मिलाइसक्यो और विषय फर्स्ट बाइट हान न तातो छ म्याकुरी हान न हान के हुन्न तातो डेन्जर भयो हान न हान तातो हो के तातो पकाएको छ कि बाइट जोइलको तातो हो के पुरान के सही के पकाएको होइन र पकाएर तातो भयो नि म त फिस जस्तो लाग्छ माने मुखमा पानी आइसक्यो है त गाइस म पनि फर्स्ट बाइट हान्छु बाबा बाबा ना दादा ट्रफी बनाइ जान्छ अब चटनी भन्न तर आउने म त भन्छु भने आउँदाखेरि त्यही दादा सनी मसला भनेर नआउने त बाबा यार अब अहिले भेटौँ न आउने अब जोइलको चाहिँ यहाँ आइसकेको छ डाइनोसरको अन्डा माल यो माल खाइछ नि के हुन्छ कमाल फेरि यो माल खाइ नि कमाल हुन्छ फेरि अनि के हुन्छ के एक बाइट जम्बो हान नि त जम्बो हान न यार सोही तातो हो कि हेर न जम्बो त हान्दैन सोही तातो छ कि म्याथ जम्मै जम्बो गाडी लगाइन्छ अहिले भेट्छु म हामीले अब पिज्जा पनि मगाउनु लागिसक्यौँ गाइस हामीले आज यति धेरै खाइन्छ मोचा खायौँ एउटा अनि चिकन विङ्स खायौँ अनि के गरे चिकन ललिपप खायौँ अब लास्ट चाहिँ अब हामी उस खान्छौँ के गरे पिज्जा खान्छौँ त्यसपछि हाम्रो डेस्टिनेसन चाहिँ घर हुन्छ होइन त्यही गाइस अनि घर गएर यसो भिडियो सिडियो एडिट गर्नु पऱ्यो धेरै पछि भिडियो हालिछु बबाल गराएर हाल्छु भिडियो चाहिँ माया देखाइदिनु होला सोचे जस्तो भएन किन सोचे जस्तो भएन भने हामीले फेरि कस्तो गऱ्यौँ भने गाइस हामीले एकैचोटि ल्याउन भनेन एकैचोटि ल्याउन भने हामी अलिक धेरै पनि देखिन्थ्यो गरे होइन त्यही पनि ठिक छ नेक्स्ट टाइम हामीले फेरि टुक्क गर्छौँ नेक्स्ट टाइम अब यहाँ आउनौँ कि अब कुनै ठाउँमा अर्को यहाँ पनि यो रातो भाले भनेर यहाँ पनि लास्टै फेमस छ है फेरि तानसिनमा चाहिँ पाल्पामै होइन अघि नै कति भिड थियो
त्यही भएर हामी लास्टको यो कटेज लास्टको यो उसमा बसेको सिटमा बसेको उता चाहिँ प्याकै प्याक थियो अनि त्यही गाइज अब चाहिँ म पिज्जा भन्न जान्छु दाइ त अब आउनु त आउनु थियो तर आफै भन्न जान्नु त्यही गाइज ल अनि के भयो भने एकैचोटि आएको भए सही हुन्थ्यो कि केही छैन गाइज ल रोक्ने ब्राइटनेस बढाउँछु मैले यही पिज्जा चाहिँ यस्तरी फोटो खिच्नुहुन्छ यस्तरी समाचार फर्स्टबाट हान छिरो हान मैले चाहिँ हान्नु पर्ने गरेँ मै चाहिँ अगाडि गरेँ ए खस्यो त यहाँ लत्री गऱ्यो भन्दा झ्याम यस्तो स्पेसल सस हुँदा